कर्मचारी संगठनका प्रदेश महासचिव सुरेश कुमार गोइताज्यूलाई हार्दिक अभिनन्दन। 2081 सालको चिकित्सकारी कर्मचारी संगठन नेपालको 2081 सालको धितोपात्रो प्रमोचन नयाँ वर्ष 2081 सालको शुभकामना आदान प्रदान एवं बधाई कार्यक्रमका प्रमुख अतिथि अध्यक्षता गर्नु भएको हाम्रो मध्य प्रदेश चिकित्सकारी कर्मचारी संगठनको यो कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर सभापति नेशनल मध्य प्रदेशका सड़क तथा यातायात मंत्री बेटी मुरलीज्यू, चिकित्सकारी कर्मचारी संगठन का केंद्रीय कार्यवाहक अध्यक्ष तरुण कुमार गुरुज्यू बनाएर यहाँ चाहिँ हजुरहरूले सभा गराइदिनु भएकोमा हाम्रो संगठनको तर्फबाट नयाँ सालको पनि धेरै शुभकामना दिन चाहन्छु र हाम्रो केही कारणवश अलिकति ढिलो भयो कार्यक्रम, त्यसको लागि हामी क्षमा प्रार्थी गर्छौँ र यति भन्दै हाम्रो केही तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज हामी एउटा खुसीको क्षणमा छौँ, विशेष अवसरमा पनि छौँ। खुसीको क्षण भनेको एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मध्य प्रदेश कार्य समितिको तर्फबाट ढिलै भए पनि नयाँ वर्ष 2081 सालको शुभकामना आदान प्रदान गरिएको छ। हामी एकले अर्कालाई हेरेर एकले अर्कासँग परिचित हुँदै बाहिरी रूपमा या भित्री रूपमा शुभकामना व्यक्त पनि गरिरहेको छौँ, साटासाट पनि गरिरहेको छौँ र केही समय ढिलो भए पनि 2081 सालको भित्ते पात्रो यसको यस अर्थमा महत्त्व छ, यो प्रदेश कमिटीले वर्षभरि गरेका कामहरू संक्षिप्तमा त्यो भित्ते पात्रो मार्फत पनि तपाईहरू समक्ष प्रस्तुत गर्ने एउटा जुन जमर्को गरेको छ, यसको लागि पनि म प्रदेश कार्य समितिलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस अर्थमा यो आजको कार्यक्रम विशेष छ भन्ने विषय राख्न चाहन्छु र आज अर्को विशेष कार्यक्रम भनेको नेकपा एकीकृत समाजवादीको तर्फबाट भर्खरै मन्त्रीमा नियुक्त हुनुभएका हाम्रो यो संगठनलाई नजिकबाट माया गर्नुहुने आदरणीय दिदी बेची लुङ्गेली माननीय मन्त्रीजीमा नियुक्त हुनुभएको छ। आज यो अवसरमा उहाँलाई बधाई ज्ञापन गर्ने पनि यो आजको कार्यक्रमको विशेष कार्यक्रम रहेको छ। यस अर्थमा पनि यो आजको कार्यक्रम विशेष छ भन्न चाहे। मैले यसरी हेर्नु भित्रको 8वटा जिल्लामा हामी पुगिराख्ने गरेका छौँ, साथीहरूसँग घनीभूत रूपले विभिन्न माध्यमबाट छलफल गर्ने गरेका छौँ। सम्भवतः यो सङ्गठनसँग, यो सङ्गठनमा आबद्ध, यो सङ्गठनको विचारसँग आबद्ध सदस्यहरूले धेरै ठुलो अपेक्षा राख्नु भएको छैन। यो फेरि यो नामको सन्दर्भमा मैले दोहोऱ्याइराख्न चाहन्छु, यो एकीकृत भन्ने शब्दसँग मान्छे कहिलेकाहीँ झस्किने गर्नु भएको छ र हामीलाई भन्ने गर्नुहुन्छ नेकपा एकीकृत समाजवादी भन्ने पार्टीको नाम जुराउने पुरेत र यो एकीकृत सरकारी कर्मचारी संगठनको नाम जुराउने पुरेत एउटै हो कि भन्ने पनि आरोप लाग्छ। मुलुक संघात्मकमा गइसके पश्चात साबिकमा नियुक्त भएर रहनुभएका राष्ट्रसेवक कर्मचारीहरू संहितामा मुलुक गइसकेपछि 3 तहको सरकारमा समायोजन हुनुभयो। साबिकमा निजामती ऐनले प्रदेशमा रहेका स्थानीय तहमा रहेका
अस्थायी जालादारी करार समग्र कर्मचारीहरूको एकीकृत स्वरूपलाई हामीले यो एकीकृत भन्ने नाम राखेर निजामतीको सट्टामा हामीले सरकारी भनेर सबैलाई अटाउन सक्ने सादा घर बनाउन प्रयत्न गरेको हो। तसर्थ यो नामको सन्दर्भमा साथीहरू स्पष्ट हुनुपर्छ भन्ने लाग्छ। अर्को कुरा, हामीले सङ्घर्ष र त्यसका लागि तयारी गर्नुपर्छ भने हामी तयार रहनुपर्छ भनेर गमत गऱ्यौँ, लाग्यौँ, प्रयत्न गऱ्यौँ। तर यो हाम्रो सन्दर्भमा तपाईँहरूले मिडिया मार्फत पनि देख्नुभयो, हाम्रो फेसबुक वालहरूमा पनि देख्नुभयो। हामी काठमाडौँको टिम आयौँ, हाम्रो प्रदेशबाट तुलाकृष्ण बोइतले नेतृत्व गर्नुभयो। हाम्रो क्यालेन्डरमा पनि तपाईँले देख्नुहुनेछ, त्यो एउटा एक थान कागज बुझाउँदै गरेका छौँ। यो के हो भन्ने जिज्ञासा पनि लाग्ला। त्यो एक थान कागज बुझाउँदै गरेको विषयसँग हाम्रो भविष्य गाँसिएको छ, हाम्रो बालबच्चाको भविष्य गाँसिएको छ। यति मात्रै होइन, हामीसँग जोडिएका समग्र लाखौँ सेवाग्राहीको भविष्य पनि जोडिएको छ त्यहाँनिर। हामीले त्यो ऐनमा हामीले हाम्रा विषय मात्रै माग गरेका छैनौँ, सेवाग्राहीका विषय पनि जोडेर हामीले सुझाव प्रस्तुत गर्यौँ। यति गर्दा गर्दै पनि हामीले बुझाएका 70% मागहरू सम्बोधन हुँदै ड्राफ्ट बनेर बुझाउने काम भयो। यतिले त सम्बोधन भयो भन्ने लागेकै थियो। फेरि हाम्रो प्रदेशको अध्यक्षज्यू लगायतको एउटा टोलीले के भएछ, बुझाउने चाहिँ के बुझाइएछ, हाम्रा माग सम्बोधन भयो कि भएन भनेर तेस्रो आँखा खोलेर हेर्ने प्रयत्न गर्नुभयो। यहाँ हुनुहुन्छ, उहाँहरूको विशेष चासो, अध्यक्षज्यूको चासो। फेरि हामीले सभापतिज्यूलाई भज घटाउन पुग्यौँ, घरमा ढोका घम्न पुग्यौँ। संसदमा प्रस्तुत भइसकेको विषय यो परिवारभित्र भएको हुनाले, हामी एउटै विचारको छाताभित्र रहेको हुनाले मैले सङ्केत मात्रै गर्न चाहेँ। कानुनले कति मिल्छ मिल्दैन, नैतिकताले कति मिल्छ मिल्दैन अर्को पाटो होला। तर यो राजनीतिक विषय पनि भएको कारणले गर्दाखेरि यति चाहिँ मैले भन्न चाहेँ, विशेष पहल गरेर अझै छुटेका विषयलाई फेरि मिलाउने प्रयत्न गरियो। साथीहरूलाई सोद्धाखेरि 95% चाहिँ मिल्यो, 5% बाँकी छ भन्नुभएको थियो। यो 95% साँच्चै मिलेको हो भने चाहिँ नेपालको इतिहासमा आजसम्म बनेका कानुनमा यति धेरै प्रतिशत मिलेको रेकर्डै छैन, इतिहास छैन। यसको लागि सभापतिज्यूलाई भन्नमा पनि भन्ने चाहन्छु, यो आजसम्म रेकर्ड छैन। हामीले 25 वर्ष लामो यो प्रशासनिक संयन्त्रमा बसेर धेरैचोटि ऐन नियम कानुन बनाउने प्र्याक्टिस र अभ्यास गर्दै गर्दाखेरि कतिपटक हाम्रो विचार नजिक भएको पाठ एक चरणको हाम्रो सफलता, हाम्रो यो सङ्गठनले नेतृत्व गरेर लिएर आएको सफलतालाई हामीले धन्यवाद भन्दै फेरि धन्यवादको लागि बृहत अभिसभा राख्नुपर्ने आवश्यकता छ। दोस्रो चरणमा हामी सङ्घीय निजामती ऐन जारी गर्छौँ। सङ्घीय निजामती ऐन जारी गरेपछि फेरि यसलाई संशोधन गर्नुपर्ने बाध्यकारी अवस्था आउँछ। त्यतिखेर नमिलेका विषयलाई फेरि हामी चाहिँ अगाडि बढाउँछौँ। त्यसको लागि खबरदारी कसले गर्ने, चासो सरकार कसले राख्ने, यही हो। यस्ता कार्यक्रम भइराख्नुपर्छ, यो विषय तपाईँहरूले बुझिराख्नुपर्छ अनि तपाईँहरूले खबरदारी गरिराख्नुपर्छ। तपाईँहरूको काम भनेको जतिखेर पनि तपाईँले हामीलाई औँला खडाएर सङ्ख्याको दृष्टिकोणले हेरिराख्ने चाहिँ चरित्र निर्माण गर्नुपर्छ। हामीले गरेका काममा 100% ठिक छ भनेर तपाईँहरूले ताली बजाइरहँदाखेरि हामीलाई लज्जा बोध हुन्छ, कहिले पनि 100% हुँदैन। हामी नियमित रूपले तपाईँहरूबाट खबरदारी चाहिरहन्छौँ, तसर्थ यो विषयलाई अभियानको रूपमा अगाडि बढाउँदै जाउँ। अर्को, तपाईँहरूको पेसागत हक र अधिकारको चाहिँ हामीले त्यति हैसियत चाहिँ बनाएका छौँ, जो तपाईँहरू चाहे भने। अर्को एउटा पेसागत समस्या छ तपाईँहरूको, एउटा घरायसी समस्या पर्न सक्छ, अर्को सामाजिक समस्या पर्न सक्छ। तिनै एउटा चिजमा हाम्रो सङ्गठन र हाम्रो सङ्गठनको नेतृत्वले तपाईँहरूलाई हामी आश्वस्त पार्न चाहन्छौँ। तपाईँहरूको घरको समस्या समाधान नगरेसम्म तपाईँहरूले कार्यालयमा गएर काम राम्रोसँग गर्न सक्नुहुन्न। तपाईँहरूलाई संजोग पनि मिलेको छ। यही मधेस प्रदेश कार्य समितिको 8वटा जिल्लाका सहभागी साथीहरूको बृहत एउटा कार्यक्रम वैशाख र जेठको
हाम्रो भित्ते पात्रोमा पनि राखिएको छ फोटो। त्यो भव्य र ऐतिहासिक कार्यक्रमको त्यहाँदेखि उहाँसँग हाम्रो यो सम्बन्ध र भावना मिल्दै गयो। सम्भवतः त्यही भावना र सम्बन्ध मिलेर हुन सक्छ हाम्रो संविधान भनेर बुझिने, हामीसँग सरकारित राख्ने, ऐन निर्माण गर्ने कुरामा पनि उहाँले अघि मैले भने जस्तो त्यो सम्मको प्रयत्न गर्दै उहाँले मलाई म धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय हाम्रो नेत्री दिदी, हामीले दिदी भनेर बोलाउँछौँ उहाँलाई। हार्दिक बधाई तथा शुभकामना। सर्लाही जिल्ला प्रदेश 1 बाट प्रदेश सभा सदस्यमा निर्वाचित मान्य बेची लुङ्गेलीज्यू मध्य प्रदेशको श्रम तथा यातायात मन्त्रालय मन्त्रीमा नियुक्त हुनुभएमा हार्दिक बधाई ज्ञापन गर्दै समृद्ध मध्य प्रदेश निर्माणको महान अभियानमा यहाँको कार्यकाल सफल योग्य हुनेछ भन्ने आशा एवं विश्वासका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद। त्यस्तै समान पत्रमा चाहिँ हस्ताक्षर गर्नुभएका सुरेश कुमार रोहिता प्रदेश महासचिव, शरण गुरुङ केन्द्रीय कार्यवाहक अध्यक्ष, तुला कृष्ण गोयल यादव यो प्रदेशका कृषि कर्मचारी संगठनका प्रदेश अध्यक्ष, मिति 2081 वैशाख 17 शुभम। यो समान पत्र प्रस्तुत गरिदिनुको लागि प्रमुख अतिथि मान्य रत्नेश्वर लाल गोयल तथा संगठनका केन्द्रीय कार्यवाहक अध्यक्ष शरण गुरुङज्यू लगायतका टिमलाई सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। ताली बजाएर कार्यक्रमलाई शोभा बढाइदिनु होला। अभिवादन व्यक्त गर्न चाहन्छु। आज यो कार्यक्रममा तपाईँहरूले बोलाइदिनु भएर बधाई शुभकामना पनि व्यक्त गरिदिनु भएको छ। सँगसँगै यो नयाँ वर्षको शुभकामना आदान प्रदान पनि कार्यक्रम रहेको हुनाले सम्पूर्णलाई हार्दिक नयाँ वर्षको मङ्गलमय शुभकामना व्यक्त गर्दै अत्यन्तै तपाईँहरूले सम्मानको तपाईँको जुन भार पकाइदिनु भएको छ र जिम्मेवारी बोध गरिदिने बाटो देखाइदिनु भएको छ। म आयोजकलाई हृदयदेखि हार्दिक आभार प्रकट गर्न चाहन्छु। संगठनको बारेमा अत्यन्तै महत्त्वपूर्ण मार्मिक कुराहरू समसामयिक कार्यक्रमको बारेमा चाहिँ आजको यस कार्यक्रमका विशिष्ट अतिथि केन्द्रका कार्यवाहक अध्यक्षज्यूले पारिसक्नु भएको छ। धेरै कुराहरू मैले सङ्गठनलाई जीवन्त राख्नको निमित्त सधैँ कार्यक्रम आयोजना गर्नुभएको छ र छरिरहेका कर्मचारी साथीहरूलाई समर्थन गर्ने कार्य गर्नुभएको छ। विशेष गरी अत्यन्तै खुसी पनि छु तपाईँहरूले अन्य कार्यक्रममा पनि बोलाइरहनु भएको छ। विशेष गरी यहाँ शरण गुरुङजी हुनुहुन्छ, उहाँले मलाई धेरै पटक कार्यक्रममा सम्झिनु भएको थियो। मेरो विशेष कार्य सत्ताले पनि मैले आउन पाइरहेको थिएन, तर आज यहाँ सम्मान लिने बहाना पनि हो, मेरो लागि अवसर पनि हो र तपाईँहरूलाई शुभकामना दिने पनि अवसर पाइएको छ। त्यस कारण पनि यो सङ्गठनले अत्यन्तै राम्रो कामहरू गरेको मैले पनि सुनेको छु। विशेष गरी मध्य प्रदेश एकीकृत कर्मचारी सङ्गठनले जुन खालको चाहिँ आफ्नो कार्यहरू अगाडि बढाइरहेको छ अत्यन्तै प्रशंसनीय छ भन्ने मलाई लागेको छ। यो अहिले हामीले भित्ते पात्र तपाईँहरूले विमोचन गर्नुभयो, त्यो भित्ते पात्र मात्रै कागज होइन भन्ने मलाई लाग्छ। यो भित्र तपाईँहरूको सबैको चाहिँ हामीले वर्ष दिनभरिमा गर्ने तपाईँहरूको योजनाहरू सहित तपाईँहरूले चाहिँ आफ्नो कार्यक्रम वार्षिक कार्यक्रम तपाईँहरूले प्रकाशन गर्नुभएको छ। त्यस कारण पनि हाम्रो यो सङ्गठन तपाईँहरूको यो सङ्गठनले जुन कार्य चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ त्यसको हरेक कुराहरू तपाईँले उल्लेख गर्नुभएको छ। त्यसकारण क्यालेन्डरलाई साँच्ची राखेर कार्यक्रमहरू अगाडि बढाउनुहोस्, योभन्दा राम्रो केही हुँदैन भन्ने मलाई लाग्छ। र सँगसँगै यो बधाई दियो तपाईँहरूले जुन शुभकामना व्यक्त गर्नुभएको छ। मलाई चाहिँ यो जुन जिम्मेवारी पार्टीले एउटा सुझेको छ अत्यन्तै मन चाहिँ यो मलाई मेरो लागि अत्यन्त गौरवको भएको छ भन्ने मैले महसुस पनि गरेको छु। जिम्मेवारी बोल्दै रहँदा खुसी पनि लागेको छ भने अर्कोतर्फ चुनौतीका चाङहरू पनि मसँग रहेको छ भन्ने मैले बुझेको छु। त्यसकारण तपाईँहरू अत्यन्तै अनुभवी हुनुहुन्छ
लामो समयसम्म राष्ट्र सेवामा समर्पित हुनुभएको कर्मचारी साथीहरू हुनुहुन्छ, सहयोगदा हुनुहुन्छ, आदरणीय अग्रज हुनुहुन्छ। त्यस कारण पनि तपाईँहरूको सरसल्लाह मेरो निम्ति अत्यन्तै आवश्यक छ भन्ने मैले ठानेको छु। त्यस कारण पनि म जति रहन्छु त्यसभित्र राम्रो काम गरेर असल काम गरेर देखाउनु पर्छ भन्ने मलाई लागेको छ। एउटा निष्ठापूर्वक इमान्दारितापूर्वक यो अहिलेको जिम्मेवारीलाई मैले वहन गर्न सक्छु भन्ने एउटा मलाई लाग्छ प्रदेशमा एउटा नजर स्थापित पनि हुन्छ भन्ने लागेको छ। यो मन्त्रालय अत्यन्तै जनगुनासो आउने मन्त्रालय पनि हो। त्यसकारण जनताहरूको गुनासो दैनिक रूपमा आइरहेको हुन्छ। यहाँ व्यापक अनियमितताका कुराहरू पनि हामीले सुनिरहेका हुन्छौँ। त्यस कारण पनि यस्ता कुराहरूलाई हामी निश्चितीकरण गर्नको निमित्त पनि तपाईँहरूको आउनुभएका आबद्ध साथीहरूलाई आह्वान गर्न चाहन्छु। तपाईँहरूको सरसल्लाह सहयोगको अत्यन्तै अपेक्षा मैले गरेको छु र आज भइदिनुभयो विशेष तपाईँहरूको माझमा राख्ने र सुनाउनु अवसर मैले प्राप्त गरेको छु। तपाईँहरूलाई विशेष गरी आयोजकलाई मैले धेरै धन्यवाद दिँदै र सँगसँगै यो वैशाख महिना भनिँदै नयाँ सालै हुन्छ हामीलाई त। वैशाख 1 गते मात्रै होइन, वैशाख भनिँदै नयाँ साल भएको हुनाले पुरा तपाईँहरूलाई सुख शान्ति र समृद्धिको कामना गर्दै मैले आफ्नो भनाइहरू यहाँ जोड्न चाहन्छु। अभिता र इमान्दारिताको प्रतिमूर्ति नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य मध्य प्रदेशमा सभापति आदरणीय मान्य श्री लोकेश्वर लाल गोजुलाई आफ्नो मूल्य मन्तव्य राख्नुको लागि हात हुन्छ। कर्मचारीको नावली पनि नाम पनि संगठनको रूप पनि तरिका पनि चेन्ज हुँदैन र मलाई लाग्छ उहाँहरूको कर्मचारी नै हो। कर्मचारीको हकमा उहाँहरू काम गर्दै हुनुहुन्छ, मेहनत गर्दै हुनुहुन्छ। तर म एउटा व्यक्ति भएर पनि 47 सालदेखि आजसम्म कर्मचारीको हक हितको लागि, कर्मचारीको पीर मार्काको लागि लड्दै आएको र सहयोग गर्दै आएको व्यक्ति पनि हो। आज म मध्य प्रदेशमा मैले निर्वाचनबाट होइन, मैले समानुपातिक प्रक्रियाबाट प्रवेश गरेँ। हाम्रो संविधानमा दुईटै व्यवस्था, एउटा प्रत्यक्ष निर्वाचन प्रणाली र एउटा समानुपातिक निर्वाचन प्रणाली। तर हाम्रो मान्यजी यहाँ प्रत्यक्ष साक्षी हुनुहुन्छ। मैले पुस 15 गते शपथ ग्रहण गर्दाखेरि त्यसपछिको हाउस सञ्चालन हुँदाखेरि विशेष समयमा मैले कर्मचारीको हक हितको बारेमा, उहाँको दुख पीडाको बारेमा सम्बोधन गरेको र त्यो कुरा मिडिया मार्फत अथवा मधेसमा रेकर्ड छ। मैले स्थानीय तह कर्मचारीहरूको पीर मार्काको बारेमा मैले विशेष समय 5 मिनटमा उठाएँ। त्यसपछि मध्य प्रदेशको सरकारले त्यसको यही सम्बन्धी ड्राफ्ट गरेर पठाए। त्यो ड्राफ्ट गर्नमा पनि मेरो ठुलो भूमिका छ, विचारले भूमिका छ। हुन त प्रदेशको सरकारले ड्राफ्ट गर्छ, त्यो कर्मचारी साथीहरूले नै गर्छ। त्यसपछि सरकार क्याबिनेटबाट पास गरेर अनि त्यसपछि हाउसमा प्रस्तुत हुन्छ। अनि मध्य प्रदेशको हाउसले प्रदेश मामला समितिमा उहाँहरूले जिम्मा लगाउनुभयो र मैले 3-4 महिना कर्मचारी साथीहरूलाई फेसबुक मार्फत, विभिन्न पत्र मार्फत, मोबाइल मार्फत यति तीव्रता बनाए र जुन साथीले जहाँ मसँग समय माग्न खोज्यो त्यही ठाउँमा समय किने, घरमा होस्